आज हामी कहाँ जाँदैछौँ बिहान आज शनिबार अनि त्यही माथि चाहिँ यस्तो धेरै गर्मी विराटनगरको। अब यो विराटनगरको गर्मीमा चाहिँ बच्चाहरू शनिबार घुम्नु नगई नछाड्ने। अनि हामीले चाहिँ स्विमिङ जाने त भनेको मात्रै के थियो है, उनीहरू त एक्साइटेडबाट जाने 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 अरे। अनि यो चाहिँ उनीहरूको फर्स्ट स्विमिङ हो। अब 2 वर्ष अगाडि त गएको थियो, त्यतिखेर चाहिँ 2-2.5 वर्षको मात्रै थिएँ, त्यही भएर उनीहरूलाई त्यति धेरै याद छैन। किनभने बिहानलाई चाहिँ एकदमै धेरै खोकी लाग्छ नि त, खोकी भइरहेको हुन्छ, अनि उसलाई स्विमिङ लाने मौकै पाएको थिएन। अनि अहिले चाहिँ त्यति खोकी लागेको थिएन, ल जाम भनेर चाहिँ लिएर गयौँ। अब यहाँ बच्चाहरूले कति धेरै इन्जोय गरेको, एक त गर्मी यस्तो धेरै, अझ यो उनीहरूको फर्स्ट डे भएकोले उनीहरूको पापा पनि उनीहरूसँगै बस्नुभयो अनि उनीहरूलाई खेलाउनु भयो। अनि विदाउट प्लानिङ नै अब स्विमिङ गएको थियौँ। अनि हामीलाई त्यहाँ पुगेपछि रियलाइज भयो कि हामी बच्चालाई फर्स्ट डे स्विमिङ ल्याउनुभन्दा अगाडि चाहिँ केही कुरा चाहिँ ध्यान दिनुपर्ने रहेछ भनेर हामीले थाहा पायौँ। अनि त्यो के ध्यान दिनुपर्ने रहेछ भनेर चाहिँ मैले अर्को भिडियोमा लिएर आउनेछु। अब यो पछि घर जाऊँ भनेको है, बच्चा त घर जानै पो मान्दैनन्। अब कतै जाने खाने रात परिसक्यो, अब त घर नजाने भन्छन्। अनि हामी पुग्यौँ होटल तन्दुर। होटल तन्दुरमा पुगेको बिहान त अब स्विमिङ गरेर होला गलेर उनीहरू त सुत्न पो लागे। अनि बिहानलाई फकाएर अनि त्यसपछि खाना खुवाउन लाग्यौँ है। अनि यो होटल तन्दुर पनि हाम्रो फर्स्ट भिजिट थियो। यहाँको खानाहरू पनि एकदम राम्रो छ। अनि बिहानलाई चाहिँ मोबाइल दिएर फकाउँदै खुवाउन थाल्यौँ कि अब एकदम निन्दा लाग्यो, अब यहीँ सुत्ने भन्छन् होइन। होटल तन्दुरमा हामीले पिज्जा मगाएको थियौँ, फ्राइड राइस फर बेबिज होइन, उनीहरूले फ्राइड राइस खायो। अनि त्यसपछि बटर गार्लिक नान र पनिर मगाएको है। यस्तो मिठो रहेछ त्यहाँको बटर गार्लिक नान। प्लिज हजुरहरू तन्दुर जाँदै हुनुहुन्छ भने चाहिँ बटर गार्लिक नान चाहिँ अवश्य ट्राई गर्नुहोस् है। अनि हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला, र हाम्रो कन्टेन्टहरू कस्तो लाग्दैछ त्यो पनि कमेन्ट गर्नु होला। ओके बाई। हजुरहरूलाई कस्तो लाग्यो भन्नु त? यहाँ होटल कस्तो, स्विमिङ पुल कस्तो लाग्यो? स्विमिङ पुल राम्रो लाग्यो? हजुरलाई के मन पर्यो, स्विमिङ पुल कि होटल?